नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना, प्रदेशसभाको बैठकमा भएको तोडफोड घटनाको मधेस प्रदेश सभाले छानबिन गर्ने भएको छ। सोमबारबाट सुरु भएको मधेस प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकले गत माघ 8 गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको मधेस प्रदेश सभाको प्रदेश मामिला समितिले छानबिन गर्ने निर्णय गरेको छ। उपेन्द्र यादवले गरेको भवन शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा प्रहरीले बल प्रयोग गर्दा तत्कालीन शिक्षा मन्त्री तथा जनमतका सांसद महेश प्रसाद यादव सहित घाइते भएका थिए। त्यस्तै वैशाख 4 गतेको बैठकमा जनमत पार्टीका सांसदहरूले छानबिन समितिको माग गर्दै प्रदेश सभामा तोडफोड समेत गरेका थिए। यी दुवै घटनाको छानबिन हुन भएको छ। समितिमा सबै दलका प्रतिनिधि समावेश हुने पनि सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभएको छ। कृषि विश्वविद्यालय राजविराज सप्तरीमा मिति 2080-10-8 गते घटित घटना र मिति 2081-1-4 गते प्रदेश सभाको बैठकमा प्रदेश सभा कक्षभित्र घटित घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेश सभाको विषयगत समिति प्रदेश मामला समितिलाई दिइने र उक्त समितिमा प्रतिनिधित्व नभएका दलका प्रतिनिधि समेतलाई उक्त प्रयोजनको लागि सदस्यमा राखिने बेहोरा जानकारीको लागि अनुरोध छ। जनमत पार्टीले राजविराजमा भएको घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो। यसअघि सोमबार बैठक बसे लाग्दै जनमत पार्टीका सांसदहरू छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पारेपछि 10 मिनटका लागि बैठक स्थगित गरिएको थियो। त्यसपछि दुवै घटनाको छानबिन प्रदेश मामिला समिति मार्फत गर्न दलहरू सहमत भएका थिए। यो समिति गठनसँगै मधेस प्रदेश सभाको गतिरोध हटेको छ। न्यूरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौँ महानगर आम्ने सामने भएका छन्। सडक विभाग र महानगर प्रहरी बीच विवाद हुँदा केही समय न्यूरोड क्षेत्र असामान्य बनेको थियो। महानगरले फुटपाथ विस्तारका लागि न्यूरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न सुरु गरेसँगै विवाद भएको थियो। न्यूरोडका स्थानीय अमररतन बर्जाचार्यले काठमाडौँ महानगरले इन्द्र चौकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि विरोध सुरु भएको बताएका छन्। उहाँले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको समेत बताए। उहाँले सडक विभागले सडक नकाट्नु भन्दै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अहंकारले गर्दा यो स्थिति सिर्जना भएको बताउनुभयो। अन्य स्थानीयहरूले महानगरपालिकाको नेतृत्वले घमण्ड देखाउँदा यो स्थिति सिर्जना भएको समेत आरोप लगाए। त्यसको सडक विभागले पिच गरिरहेको छ। बीचमा सडक विभागले काम गर्दा गर्दै नगर प्रहरीहरू आएर रोकेको थियो। यो सायद 24 वटाको वडाध्यक्ष वा भ्यालेन्टिन आफ्नै निर्देशनबाट महानगरका प्रहरीहरू आएर रोकिसकेपछि अलिकति झडपको स्थिति भयो। झडपको स्थिति पश्चात नेपाल प्रहरी आएर नगरपालिकाका प्रहरीहरू महानगरीय प्रहरी बलले हटाइसकेपछि अहिले यो सडक पिच भइरहेको अवस्था छ। यो सडक विभागले किन पिच गरेको यसबारेमा हामीले जान्नुपर्ने हुन्छ, थाहा पाउनुपर्ने हुन्छ। यो 11 मिटरको सडक विभाग अन्तर्गत पर्दछ, महानगरपालिका अन्तर्गतको होइन। महानगर सडक विभागले महानगरलाई यो सडक नकाट भनेर पत्राचार गर्दा गर्दै पनि भाइलेन्टको अहंकारले गर्दा अहंकार है वा मूर्खतापूर्ण कार्यले गर्दा पिचहरू काटिसकेपछि फेरि उसले चाहिँ आफैले यो छ नि अब नगर सडक विभागले 2 दिनको समय सीमा दिएर आइतबारसम्म यो सडकको फेरि निर्माण यो जस्तो छ त्यस्तै गरेर पिच गर भनेर भनिसकेपछि पनि नगर्दा सडक विभाग आफैले आएर पिच गरेको स्थिति छ। यहाँ पनि 24 को वडा अध्यक्षले के भनेछ, यहाँ सेक्सुअल ह्यारेसमेन्टको कुरा चाहिँ गरेछ। अस्तिको नगरसभामा बालेन शाहले 24 वडा गरे सेक्सुअल ह्यारेसमेन्ट यहाँ हुन्छ होला ओपन एरियामा सेक्सुअल ह्यारेसमेन्ट हुने चोखेसा गल्ली यहाँ गल्लीमा चोरा गल्लीमा यहाँ मखन गल्लीमा हुन्छ सेक्सुअल ह्यारेसमेन्ट। त्यहाँ रोक्नुस् न, यहाँ रोक्ने हो। यहाँ त ओपन जनसेवा भएको यहाँ ट्राफिक प्रहरीदेखि लिएर नगर प्रहरीदेखि लिएर जनसेवा प्रहरीसम्म हुने ठाउँमा सेक्सुअल ह्यारेसमेन्ट हुन्छ भनेर मान्ने हुन्छ। महानगर प्रहरी फर्किएसँग सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन्।
काठमाडौँका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 10,000 करोडको काण्ड लुकाउन अर्को काण्ड गरेको आरोप लगाएका छन्। सोमबार मेयर शाहले सामाजिक सञ्जाल मार्फत स्टेटस लेख्दै काठमाडौँको न्यू रोडमा फुटपाथ निर्माणमा अवरोध गरेको भन्दै गिरिबन्धु टी एस्टेट जग्गा प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको ओलीमाथि आरोप लगाएका छन्। उनले 10,000 करोडको गिरिबन्धु काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नभुलाउन पनि चेतावनी दिएका छन्। ओलीले 10,000 करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यू रोडमा फुटपाथ विस्तारका कार्य हुन नदिएको समेत उनको आरोप छ। मेयर शाहले गिरिबन्धु प्रकरणमा पीडितहरूको बैना फिर्ता गर्न पनि चेतावनी दिएका छन्। कोही नयाँ व्यक्ति आएर फाइल पल्टाउन सक्ने भन्दै पहिला पनि जेल बसेको भनेर बालेनले ओलीलाई स्मरण समेत गराएका छन्। मेयर बालेनले न्यू रोडको फुटपाथ साधुरो भएको भन्दै सडक काटेर विस्तार गर्न तयारी गरेका थिए, तर भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयको सडक विभागले काटेको सडकमा पुनः पिच गरिदिएपछि मेयर शाहले सो आक्रोश व्यक्त गरेका छन्। भौतिक तथा पूर्वाधार मन्त्रालय नेकपा एमालेका सचिव समेत रहेका उप प्रधानमन्त्री रघुवीर महासेठले सम्हालिराखेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी एस्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गर्नु भएको छ। सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले सञ्चारकर्मीहरूको गिरिबन्धु टी एस्टेट बारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाब दिँदै उहाँले मेयर शाहलाई सोध्न आग्रह गर्नु भएको हो। मेयर शाहले सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी एस्टेटको घोटाला लुकाउन 10,000 करोडको काण्ड लुकाउनु जनता नझुकाउनु भन्दै आरोप लगाउनु भएको थियो। बालेनलाई सोध्नु। बालेनले त स्ट्याटस लेख्नु भएको तपाईको धारणा चाहिँ के छ? सोमबार मेयर शाहले 10,000 करोडको काण्ड लुकाउनु र जनतालाई भुलाउनु सम्पूर्ण राज्य शक्ति लगाएर न्यू रोडमा महानगरले बनाउनु लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाउनु भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रकान्त भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको काममा अवरोध गर्न नहुने बताउनु भएको छ। एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको न्यू रोड स्थित सडक पेटी विस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेसका सांसद भण्डारीले मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गर्नु भएको छ। सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाब दिने क्रममा उहाँले मेयर शाहमा केही गरौँ भने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताएका छन्। सांसद भण्डारीले गिरिबन्धु टी एस्टेट प्रकरणका छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताएका छन्। गिरिबन्धुहरूको कारणले धेरै नेपाली ठगिएका छन्, जसरी सहकारीमा ठगिएका छन्। यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिदिनुपर्छ र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ। सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको समेत बताए। उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपदको समयमा नीतिगत कुराहरूलाई देखाएर काम नरोक्न निर्देशन दिनुभएको छ। सोमबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 23औं बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। गृहमन्त्री लामिछानेले नीतिगत कुराहरूमा समस्या देखाउँदै विपद व्यवस्थापन सम्बन्धी काम नरोक्न सरकारवाला निकायलाई निर्देशन दिनुभएको हो। उहाँले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्म जानकारी गराउन आग्रह समेत गर्नुभयो। विपद व्यवस्थापनको सम्बन्धमा देखा पर्ने नीतिगत समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्न आफू तयार रहेको उहाँको भनाइ छ। बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले स्थानीय तहको वित्तीय समानीकरणको अनुदान रकम कटिँदा स्थानीय तहलाई कायम गर्न समस्या परेको भन्दै यसतर्फ सरकारले ध्यान पुर्याउनु पर्ने बताएका छन्। यदि पैसा पठाउनै रोक्छ भने यी कागजहरूको केही अर्थ छैन, केही पनि अर्थ छैन। यति धेरै अथोरिटी भएका मान्छेहरू बस्नुको, महिनौदेखि हामीले गर्नुको पूर्व तयारीको केही पनि अर्थ छैन। जब फिल्डमा गएर हामीले विपदमा सोर्स रिसोर्सको मोबिलाइज नै त्यो ढङ्गले गर्न सक्दैनौँ भने के अर्थ भयो र यी बैठकहरूको, के अर्थ भयो र यी नीति? चाहिने बजेट भनेको सबभन्दा चाहिने भनेको सामान्यकरण अनुदान हुँदो रहेछ।
त्यही पैसा कटाइदिएपछि सबै यहाँ आएर आन्दोलनमा छ। यो सबै सामग्री व्यवस्थापन गराउँ भने गृहमन्त्रीज्यूले पनि जोड गरिदिनु पर्ने हो। उनीहरूको त्यो विनियोजित बजेटको पैसा हो, यो त विनियोजितै हो नि त। उनीहरूसँग विनियोजित भएको कार्यक्रम गरेर भनेको उनीहरूले सबै कामको ठेक्का पट्टाको जिम्मा दिएको, अब अहिले पैसा नदिएपछि त उनले पनि कहाँबाट दिन्छ त होइन। र यो पनि मैले त अब यसमा ध्यान दिनुपर्ने कुरा के भयो भने उहाँले विपद व्यवस्थापनका सन्दर्भमा आफ्नो मन्त्रालयले पाउने जिम्मेवारी तथा भूमिकालाई निर्वाह गर्दै आएको बताउनुभयो। सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध पेश भएको रिट निवेदनमा अन्तिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त विवादमा सुनवाईपछि अन्तिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले अन्तिम आदेश दिने वा नदिने भन्ने विषयमा यदि जेठ 28 गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। लामिछानेमाथि विभिन्न जिल्लामा रहेको अभियोग पत्र र जाहेरी सहित इजलासमा पेश गर्न समेत भनिएको छ। नमस्कार, अपना समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। आदेश जारी। कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना प्रदेश सभाको बैठकमा भएको तोडफोड घटनाको मधेस प्रदेश सभाले छानबिन गर्ने भएको छ। सोमबारबाट सुरु भएको मधेस प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकले गत माघ 8 गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका सहकारीको रकम अपचलमा मधेस प्रदेश सभाको प्रदेश मामिला समितिले छानबिन गर्ने निर्णय गरेको छ। उपेन्द्र यादवले गरेको भवन शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा प्रहरीले बल प्रयोग गर्दा न्यायाधीशकालीन शिक्षा मन्त्रालयको इजलासका सांसद महेश प्रसाद यादव सहित त्यस्तै वैशाख 4 गतेको बैठकमा जनमत पार्टीका सांसदहरूले छानबिन समितिको माग गर्दै प्रदेश सभामा तोडफोड समेत गरेका थिए। यी दुवै घटनाको छानबिन हुन भएको छ। समितिमा सबै दलका प्रतिनिधि समावेश हुने पनि सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभएको छ। जब केस है मजबूत तब लागत आरो सुन्दर असली आंवला डाबर आंवला। र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। कृषि विश्वविद्यालय राजविराज सप्तरीमा मिति 2080-10-8 गते घटित घटना र मिति 2081-1-4 गते प्रदेश सभाको बैठकमा प्रदेश सभा कक्षभित्र घटित घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेश सभाको विषयगत समिति प्रदेश मामला समितिलाई नडराउ मात्र समितिमा प्रतिनिधित्व नभएका भाइरसलाई लाइफबोय ह्यान्ड वाशले मार्छ 99.9% भाइरसेस। त्यसैले पम्प रब संसारकै नम्बर 1 सेलिङ जर्म प्रोटेक्सन सोप ब्रान्ड। जनमत पार्टीले राजविराजमा भएको घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो। यसअघि सोमबार बैठक बसे लाग्दै जनमत पार्टीका सांसदहरू छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पारेपछि प्रधानमन्त्रीको बैठक हालको तर्फ संचार त्यसपछि दुवै घटनाको छानबिन प्रदेश मामिला समितिमा पेश गर्न दलहरू सहमत नेपालको संविधानको धारा समिति गठनसँगै मध्य प्रदेश सभाको गतिरोध हटेको छ। नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौँ महानगर आमने सामने भएका सडक विभाग र महानगर प्रहरी बीच विवाद हुँदा केही समय अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न सुरु गरेसँगै विवाद भएको थियो। न्युरोडका स्थानीय अमररतन बर्जचार्यले काठमाडौँ महानगरले इन्द्रचौकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि विरोध सुरु भएको बताएका छन्। उहाँले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको समेत बताए। उहाँले सडक विभागले सडक नकाट्नु भन्दै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अहंकारले गर्दा यो स्थिति सिर्जना भएको बताउनुभयो। अन्य स्थानीयहरूले महानगरपालिकाको नेतृत्वले घमण्ड देखाउँदा यो स्थिति सिर्जना भएको समेत आरोप लगाए। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्यविधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्न ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवाडाले बताउनुभयो। उहाँले सो प्रतिवेदन तयार गर्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राई यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गत बैठकमा 2080-81 को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन्।
उहाँले सांसदहरूको अग्रसरतामा प्रत्येक निर्वाचन क्षेत्रमा 10 बिघामा सामूहिक खेती गर्न सकेमा यसले किसानहरूलाई पनि चेतना दिने बताउनुभयो। उहाँले जनताको प्रत्येक खेतमा सिँचाइको व्यवस्था भएमा जनताको हातमा काम हुने र देशलाई समृद्धिको बाटोमा हिँडाउन सकिने बताउनुभयो। मधेसमा 10 बिघा पहाडमा 50 रोप्ने जग्गामा किसानलाई सहुलियत दिने, त्यसलाई बिउ मल बिउ दिने, उत्पादन वस्तुको खरिद गर्ने सुविधा जुन बजेटमा गरिएको छ के देखिन्छ भने बढाउनको लागि अहिले जुन प्रकारको कृषि क्षेत्रमा सबभन्दा पहिले आवश्यकता पर्छ भने मलाई लाग्छ कि यो बजेटमा नेपाली जनतालाई प्रत्येक खेतमा चाहिँ सिँचाइको व्यवस्था भइदियो भने सम्पूर्ण नेपाली जनता। महानगर प्रहरी फर्किएसँग सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन्। त्यसकाले सिँचाइ काठमाडौँका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 10,000 करोडको काण्ड लुकाउन अर्को सांसद यादवले रासायनिक मलका कारण मेयर सामाजिक मार्फतमा ह्रास आइरहेको भन्दै जैविक मलको प्रयोग गर्नुपर्नेमा गरेको भन्दै गृहबन्धु टी जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र प्रसाद महतोले प्रदेशभरमा भूगोल र जनसङ्ख्या 10,000 मा बजेट छुट्याउनु पर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभाका बैठकमा 2081 को छलफल ओलीले 10,000 करोडको माथिको सामान्य लुकाउन र जनतालाई भुलाउन राज्यले प्रदेश सभा लगाएर भूगोलमा जनसङ्ख्याको आधारमा बजेट कार्य हुनुपर्नेको समेत बताएका छन्। उहाँले प्रदेश सरकारले गृहबन्धु प्रकरणमा नहुने बताएहरूको महिना फिर्तालाई सबल बनाउनका लागि प्रदेश स्थानीयलाई अझ बजेट आवश्यक पर्ने भन्दै पहिला पनि जेल बसेको भनेर बालेनले ओलीलाई स्मरण समेत गराएका छन्। मेयर बालेनले न्यू रोडको फुटपाथ साधुरो भएको भन्दै सडक काटेर विस्तार गर्न तयारी गरेका थिए, तर भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयको सडक विभागले काटेको सडकमा पुनः पिच गरिदिएपछि मेयर शाहले सो आक्रोश व्यक्त गरेका छन्। भौतिक तथा पूर्वाधार मन्त्रालय नेकपा एमालेका सचिव समेत रहेका उप प्रधानमन्त्री रघुवीर महासेठले सम्हालिराखेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहबन्धु टी एस्टेट छलफलबारे गर्दै जनता समाजवादी मेयर बालेन शाहसँग सोधना आग्रह गरेको छ। सोमबार संसद भवन मुख्य हुनु बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले राज्यले दायित्व नभएले सञ्चारकर्मीहरूको बजेट भएकाले समाजवादबारे प्रश्न उठिरहेको छ भन्ने प्रश्नको जवाब दिँदै उहाँले मेयर शाहलाई सोध्न आग्रह गर्नुभएको हो। मेयर शाहले सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै उहाँले अध्यक्ष ओलीलाई गृहबन्धु टी एस्टेटको घोटाला लुकाउन 10,000 करोडको काण्ड लुकाउनु जनता नझुकाउनु भन्दै आरोप लगाउनु भएको थियो। आर्थिक वर्षमा 13 खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा हामीले बल्ल बल्ल 7 खर्ब 83 अर्ब सङ्कलन गर्न सकेका छौं। जुन लक्ष्यको 60% मात्र हो। सांसद अधिकारीले कृषिमा लगानी दशक घोषणा गरिए पनि वैज्ञानिक सोमबार मेयर शाहले 10,000 करोडको काण्ड लुकाउनु र जनतालाई भुलाउनका अध्यक्ष एवं सांसद शक्ति लगाएर न्युसिले वैदेशिक ऋण लिएर संहिता धान्ने कुरा गलत लागेको आरोप लगाउनु भएको थियो। सोमबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रकान्त भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको काममा अवरोध गर्न नहुने संरचनाका एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको न्यू रोड स्थित सडक पेटी विस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेसका सांसद भण्डारीले मेयर शाहलाई खारिज गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गर्नुभएको छ। सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाब दिने क्रममा उहाँले मेयर शाहमा केही गरौँ भने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताएका छन्। सांसद भण्डारीले गृहबन्धु टी एस्टेट प्रकरणका छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताएका छन्। सरकारको नीति र कार्यक्रम बमोजिम आर्थिक वर्ष 81-82 को प्रस्तावित बजेट गृहबन्धुहरू समाजवादको आर्थिक लक्ष्य हासिल गर्नका लागि प्रश्नको कार्यक्रम बजेट विनियोजन गर्नु यसको रकम छिटोभन्दा छिटो समाजवादको अर्थतन्त्रलाई र गलत गर्नेलाई कारबाही दलाल पुँजीको आगमनको लागि सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको समेत बताए। उप प्रधानमन्त्री तथा गृहमन्त्री रविलामी छानेले विपदको समयमा नीतिगत कुराहरूलाई देखाएर काम नरोक्न निर्देशन दिनुभएको छ। केसीले सोमबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 23औं बैठकलाई सम्बोधन गर्ने उहाँले यस्तो बताउनु भएको छ। सत्तारूढ लामी छानेले नीतिगत कुराहरूमा समस्या देखाउँदै आगामी आर्थिक वर्षको काम नरोक्न
सरकारवाला निकायलाई निर्देशन दिनुभएको हो। उहाँले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्म जानकारी गराउन आग्रह समेत गर्नुभयो। विपद व्यवस्थापनको सम्बन्धमा देखा पर्ने नीतिगत समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्न आफू आरोप पनि लगाउनुभयो। सोमबार बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले स्थानीय तहको वित्तीय समानीकरणको अनुदान रकमको पालना स्थानीय तहलाई कायम गर्न समस्या परेको भन्दै यस्तो सरकारले ध्यान पुर्याउनु पर्ने बताएका छन्। यथार्थवादी बन्न खोज्नु त्यति यथार्थवादी बन्न सक्नुभएको यो वर्षको टार्गेट यो वर्षको जुन लक्ष्य तोकिएको राजस्व त्यो त उठ्नेवाला छैन। अर्को वर्ष तोकिएको राजस्व पनि नउठ्दा अनि केमा कटौती हुन्छ? तपाईँ तलब काट्न सक्नुहुन्न, भत्ता काट्न सक्नुहुन्न, चालु खर्च काट्न सक्नुहुन्न। त्यो कटौती गर्ने भनेको पुँजीगत खर्चमा हो। त्यसैले पुँजीगत खर्चमा पनि बढा आउनुहोस् अर्थमन्त्रीजी, बजेट सर्ने होइन। किन भन्दाखेरि प्रत्येक पुँजीगत खर्चले उत्पादनशीलता बढाउँछ भन्ने हुँदैन। प्रत्येक पुँजीगत खर्चले बजेटरी गतिशीलता बढाउँछ भन्ने हुँदैन। प्रत्येक पुँजीगत खर्चले जनतालाई रोजगारी दिन्छ, जनताको क्रय शक्ति बढाउँछ, जनताको आर्थिक क्रियाकलापलाई बढोत्तरी गर्छ भन्ने आधार हुँदैन। त्यसैले त्यस्ता पुँजीगत खर्चहरूमा बजेट खर्च गर्न रोक्नुपर्छ जसले रिटर्न दिँदैन। सांसद पन्तले बजेट यथार्थपरक भए पनि कतिपय आयोजनाहरूमा आवश्यक बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि पनि उहाँले विपद व्यवस्थापनका सन्दर्भमा आफ्नो मन्त्रालयले पाउने जिम्मेवारी तथा भूमिकालाई निर्वाह गर्दै आएको बताउनुले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध पेश भएको रिट निवेदनमा अन्तिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार न्यायाधीश दिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त विवादमा सुनवाईपछि अन्तिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले अन्तिम आदेशले वा नदिने भन्ने विषयमा 44 डिग्री सरको दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। लामिछानेमाथि विभिन्न जिल्लामा रहेको अभियोग पत्र बचाएरी सहित इजलासमा जनतालाई समेत आदेशमा माग बमोजिमलाई कोद आदेश जारी पनि मानसिक आधार र कारण भए सबुत प्रमाण सहित म्याद सूचना पाएको मितिले बाटोको म्याद बाहेक 15 दिनभित्र महाधिवक्ताको कार्यालयको हकमा आफ्नै तथा अन्य विपक्षीको हकमा महाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न पनि आदेश गरिएको छ। सहकारीको रकम अपचलमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको थियो। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ 9 गते गृहमन्त्री विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश गरेका थिए। अवसान व्यावसायिक विश्रामपछि बाँकी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पर्ने गरी विद्युत कटौती नगर्न सरकारलाई दबाब दिनुभयो। उहाँले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता ओल्याउनु भयो। 10-20 जना चोरहरू डकाहरू आएर धनमाल रूपमा व्यापक रूपमा लुटपाट गरेर 10-20 लाखको सामानहरू लगेको छ। त्यस्तो चोरहरू डकाहरूलाई कारवाही गर्न म जोरदार माग गर्न चाहन्छु। जो घटना रातो घटना मात्रै हो सभामुखले देशमा 40 देखि 45 लाइफबॉय ह्यान्ड वाशले मार्छ 99.9% भाइरसेस। त्यसैले संसारकै नम्बर 1 सेलिङ जर्म प्रोटेक्सन सोप ब्रान्ड व्यापक रूपमा विद्युत कटौती गरिराखेको छ। विश्रामपछि पुनः समाचारमा स्वागत छ। बाँकी समाचार। नेपाल सरकारको वार्षिक प्रतिवेदन 2079 प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा यता राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ संसारकी ललितपुरवासीका लागि तत्काल प्रतिवेदन पेश समाधान हुने गरी बजेट नेपालको संविधानको धारा 53 एवं सुशासन व्यवस्थापन खानेपानीको व्यापार हुने र जनताले दफा 41 मा नेपाल सरकारको वार्षिक अन्त्य गर्न सरकारले पेश गर्ने व्यवस्था हुने बताउनु भयो। सोही अनुसार सो प्रतिवेदन पेश गरिएको संचार मन्त्री शर्माले बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवाडाले संवैधानिक परिषद काम कर्तव्य अधिकार तथा कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सो विधेयक प्रतिवेदनमा पेश गरेको जानकारी दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नारायण हिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। अवसान व्यावसायिक विश्रामपछि बाँकी समाचार। अब राज्य व्यवस्था सभापति रामहरि वैदेशिक रोजगार के लिए संपूर्ण काज करनेवाला सऊदी, कतार, दुबई, मलेसिया, कुवैत लगायत संपूर्ण देश संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्यविधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्न ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवड़ाले बताउनुभयो। उहाँले सो प्रतिवेदन तयार गर्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राई यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधिसभा अन्तर्गत बैठकमा 2080-81 को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन्। उहाँले सांसदहरूको अग्रसरतामा प्रत्येक निर्वाचन क्षेत्रमा 10 बिघामा सामूहिक खेती गर्न सकेमा यसले किसानहरूलाई पनि चेतना दिने बताउनुभयो। उहाँले जनताको प्रत्येक खेतमा सिँचाइको व्यवस्था भएमा जनताको हातमा काम हुने र देशलाई समृद्धिको बाटोमा हिँडाउन सकिने बताउनुभयो। आदमी हराइल सूचना जनकपुर धाम वार्ड नंबर 13 पिडारी पछरिया टोलक 30 वर्षक प्रदीप कुमार शाह इहे जेठ 13 गते रवि दिन से हराइल छै। हाफ पैंट उज्जर भेस्ट लगाउने बाज नहीं सकवाला आ मानसिक संतुलन ठीक नहीं रहल पहिरन हाफ पैंट आ उज्जर का भेस्ट ऊंचाई 5 फीट 3 इंच चेहरा का रंग गोर रहल और रवि दिन बेरिया में 3 बजे से घर से हराइल छै। संपर्क व्यक्ति जीवत शाह प्रदीपक बाबू संपर्क नंबर 9840 55 खोज का जिम्मा लगाए वाला व्यक्ति के लेल उचित पुरस्कार 5000 रुपया के व्यवस्था समेत कैल गेल छै। विश्रामपछि फेरि समाचारमा स्वागत छ। सांसद यादवले रासायनिक मलका कारण माटोको उर्वर शक्तिमा ह्रास आइरहेको भन्दै जैविक मलको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र प्रसाद महतोले प्रदेशहरूमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनु पर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभाका बैठकमा 2081-82 को छलफल राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेश सभाहरूमा भूगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनु पर्ने बताएका छन्। उहाँले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्नु नहुने बताए। उहाँले संघीयलाई सबल बनाउनका लागि पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लमा निशुल्क आँखा र कान शिविर सञ्चालन गरिएको छ। सोमबार विराटनगरमा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्मान फाउन्डेसनको मोरङ कार्य समितिले एक दिने निशुल्क आँखा र कान शिविर सञ्चालन गरेको छ। शिविरमा करिब 150 जना विद्यार्थी तथा कर्मचारीको आँखा र कान परीक्षण गरिएको थियो। कार्यक्रममा फाउन्डेसनको मोरङ कार्य समितिका संयोजक सुनिल यादवले यो फाउन्डेसनले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरेर समुदायमा सेवा पुर्याउने बताएका छन्। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय कला कानून तथा शिक्षा शास्त्र त्यस्तै छलफलमा बोल्दै जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले बजेट समुदायमा स्वादउन्मुख हुन नसकेको बताउनुभयो। उहाँले राज्यले दायित्व नबेरेको स्थितिको बजेट भएकाले समाजवाद कार्यक्रमले स्वास्थ्य भन्न नमिल्ने बताउनुभयो। मद्दत पुग्ने र समयमै उपचार गराउन प्रेरित गर्ने जनाएका थिए। शिविरमा पूर्वाञ्चल विश्वविद्यालयका सहप्राध्यापक दीपेन्द्र बास्तोला, रेसा घिमिरे र विराटनगर आँखा अस्पतालका प्रबन्धक निर्देशक कुमार पृथु लगायतको उपस्थिति रहेको थियो। 13 खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा फोहोर मैला सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ। विश्व वातावरण दिवसको अवसरमा फोहोर मैला व्यवस्थापन संघ नेपालको आयोजनामा सम्मेलन सुरु भएको छ। सोमबार ललितपुरका ज्वाला खेल पुल चौक सांसद अधिकारीले कृषिमा लगानी दशक घोषणा गरिए पनि वैज्ञानिक प्रणालीको कुनै योजना नदेखिएको बताउनुभयो। सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद बोल्दै बहादुर केसीले वैदेशिक ऋण लिएर संहिता धान्ने कुरा गलत बनाउने वातावरण बनाउन आवश्यक रहेको सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक बजेटलाई आवश्यक छलफलमा भाग लिँदै उहाँले लगायत बताउनु भएको छ। पूर्ण रूपमा उपलब्ध गराउन सांसद केसीले संघीय संरचनाका कारण मुलुकमा सर्वधारण तर्फको खर्चको अनावश्यक बोझ नेपाली जनताले भइचाल्नु परेको दाबी गर्दै उनीहरूलाई त्यसबाट मुक्त गराउन पनि आफूले संहिता
खारिज गर्नुपर्नेमा कुरामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले संघीयता कायम राखेर मुलुकमा साधारण तर्फको खर्च घटाउन नसक्ने कुरामा ख्याल गर्न पनि सरकारलाई सचेत गराउनुभयो। सांसद केसीले संघीय संरचना रहेसम्म आम नेपाली जनताले आर्थिक बोझ झेलिरहनु पर्ने तर्क समेत गर्नुभयो। सरकारको नीति र कार्यक्रम बमोजिम आर्थिक वर्ष 81 कार्यक्रममा बोल्दै फोहोर मैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर प्रभात फेरि कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। तर बजेटले समाजवादको अर्थतन्त्रलाई हित हुने भन्दा दलाल पुँजीको आगमनको लागि वृद्धिको लागि विभिन्न बाटाहरू खोलेका छन्। समाजवाद उन्मुख दिशातर्फ जानको लागि सार्वजनिक तथा राष्ट्रिय उद्योगहरू निर्माण गर्नु पर्दछ, तर बजेटमा त्यसबारे कुनै कार्यक्रम छैन। सांसद केसीले उत्पादन र उत्पादनत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताउनुभयो। सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी फोहोर मैला व्यवस्थापनमा नीतिगत कुराहरू स्पष्ट नरहेकाले नीति नियम व्यवस्थित गरेर भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीसँग मिलेर 5 खबर नजर गरेर आर्थिक टेलिभिजनकर्ता अनुशासनहीनता देखाएको आरोप पनि लगाउनुभयो। सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पन्तले कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चित गर्ने काम गर्यो भनेर स्पष्ट पार्न पनि सरकारसँग माग गर्नुभयो।